नेपाली फुटबल इतिहासमा एउटा दुःखद र अभूतपूर्ण घटना सार्वजनिक भएको छ। एक समय थियो नेपाली फुटबलले नयाँ आशा देखिरहेको थियो, नयाँ प्रशिक्षक, नयाँ योजना, विश्वकप छनौटको सपना, सबै कुरा सही दिशातर्फ अघि बढिरहेको जस्तो देखिन्थ्यो। तर आज अवस्था पूर्ण रूपमा पल्टिएको छ। अहिले विश्व फुटबलको महाकुम्भ फिफा वर्ल्ड कप 2026 को रोमाञ्च चलिरहेको छ। संसारभर फुटबल उत्सव मनाउँदैछ, तर यही समयमा नेपाल भने सबैभन्दा ठूलो संकटमा फसेको छ। फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरिसकेको छ। यसको असर कागजमा मात्र होइन, मैदानमा पनि देखिन थालिसकेको छ। नेपालले खेल्नुपर्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरू गुम्ने खतरा बढेको छ। महिला च्याम्पियन्स लिगदेखि उमेर समूहका एसियन कप छनौटसम्म नेपालको सहभागिता अन्यलमा परेको छ। यति मात्र होइन, गत मार्च महिनामा ठूलो अपेक्षाका साथ नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्ति भएका अमेरिकी फुटबलका अनुभवी प्रशिक्षक ब्रुस एरेना पनि केवल 4 महिनामै पदमुक्त भएका छन्। उनी नेपाली फुटबल इतिहासकै सबैभन्दा छोटो कार्यकाल भएका राष्ट्रिय टोलीका प्रशिक्षक बने। अब अर्को ठूलो चुनौती पनि ढोकामै आइपुगेको छ। दक्षिण एसियाकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता साफ म्यान च्याम्पियनशिप 2026 केही महिनामै सुरु हुँदैछ। तर नेपालसँग न स्थिर नेतृत्व छ, न प्रशिक्षकको टुङ्गो, न फुटबल प्रशासन सामान्य अवस्थामा छ। यस्तो अवस्थामा नेपाली टिमले कसरी तयारी गर्ने, खेलाडीहरूको मनोबल अहिले कुन लेभलमा होला? साफ जस्तो ठूलो प्रतियोगिताका लागि नेपाल फुटबल संघ एन्फा निकाय र खेलकुद मन्त्री सस्मित पोखरेलज्यूले कुन कदम चाल्दै हुनुहुन्छ? के यो नेपाली फुटबलको डाउनफलको सुरुवात हुँदैछ त? अहिले नेपाली फुटबललाई जितभन्दा बढी आवश्यकता छ एकता, स्थिर नेतृत्व र सही निर्णय। नत्र वर्षौंको मेहनतले बनाएको नेपाली फुटबलको भविष्य केही गलत निर्णयकै कारण धराशायी हुन सक्छ। तपाईहरू के भन्न चाहनुहुन्छ? के नेपाली फुटबल यो संकटबाट फेरि माथि उठ्न सक्छ वा वास्तवमै नेपाली फुटबलको पतन हुने संकेत हो यो?